अरू बेला पनि हुन्थ्यो तर त्यो दिन चाहिँ मैले त्यो क्यारेक्टर यति धेरै कनेक्ट भयो मलाई कि म यहाँबाट ब्याक स्टेज गएपछि मल्लिकाको सिनमा भित्र छिर्नु अगाडिसम्म क्यारेक्टर चाहिँ बनाएर देखाउँछु त्यसमा सबै थोक हुन्छ टेक्स्ट भएपछि सकिहाल्छ भन्ने लाग्थ्यो तर नहुँदो रहेछ क्यारेक्टर नै फ्री खालको छ भने त कस्ट्युम पनि फ्री खालको छ हाम्रो त अडिसनबाटै सुरु हुन्छ त्यो हामी त दुईजना अडिसनमै भिडियो गयो नि त त्यतिखेर चाहिँ म तनावमा थिएँ त्यतिखेर चाहिँ मेरो फ्यामिलीमा पनि अलिकति चलिरहेको थियो कि टसल बाबाले अनि त्यो टसल पनि क्यारी गर्दाखेरि सायद त्यो ठ्याक्कै परे जस्तो पनि मलाई लाग्छ त्यतिखेर चाहिँ त्यही भएर सेलेक्ट भएको कि क्या त्यतिखेर डिभोर्सको कुरा निस्किँदाखेरि चाहिँ कस्तो हुँदो रहेछ भन्ने कुरा चाहिँ छ्यास परेको थियो कि एक अडिसन पनि भएको अनि क्यारेक्टरको पनि आफ्नै तनाव म आफ्नै चरित्रको तनाव मेरो घरको तनाव छ त्यो मिल्दाखेरि चाहिँ अलि सुट गरे सायद खै केले अब त्यही भएर सागर भन्यो त्यस्तो भयो तिम्रो चाहिँ के भयो त्यो मजा भएको थियो यार दादा दाईको चाहिँ ठ्याक्कै कस्तो भने टेक्स्टमा स्ट्रङ हुन्थ्यो दाई म चाहिँ टेक्स्टमा त्यति स्ट्रङ थिएन नि त मैले चाहिँ होइन अब टेक्स्टमा त गर्न सकिँदैन अहिले नै छुइनँ बट तर समाउ टेक्स्ट गर्न नसके नि म क्यारेक्टर चाहिँ बनाएर देखाउँछु अरू चाहिँ म सक्दिनँ क्यारेक्टर चाहिँ क्रिएट गर्छु भन्ने भएको थियो देखाइयो तर दाई सेलेक्ट हुनुभयो त्यसमा म खुसी छु किनभने एकअर्कालाई सपोर्ट गरेर जाने हो नि त अनि पहिले योजना बनाएको थियौँ कि जे गरे पनि सरलाई खेल्न दिने होइन हामी दुईजनामा जसले एकजना खेल्ने हो दिने होइन मेरो नि कस्तो भयो भने मलाई चाहिँ पहिल्यैदेखि शिल्पीको टिमसँग काम गर्न म त बाहिरै काम गरिरहेको भयो नि त अनि शिल्पीको टिममा काम गर्न चाहिँ पहिलादेखि कस्तो एक्साइटेड भइरहेको थियो सरले मलाई एकपल्ट भन्नु पनि भएको थियो केटी नाटक गर्नुपर्छ है भनेर अनि म पुरा एक्साइटेड भएर बसिरहेको थिएँ ठ्याक्क सरले एक दिन त्यो बौद्ध जानको लागि बोलाउनु भयो तर सरले नाटकमा म सेलेक्ट भएको भन्ने चाहिँ मलाई थाहा थिएन अनि गयौँ म चाहिँ यत्तिकै अब सरले म यहाँको स्टुडेन्ट भएको भएर यत्तिकै लर्निङको लागि भन्नुभएको होला भन्ने भयो बौद्ध घुमेर आएपछि सरले मलाई सर बिजी हुनु त निस्किनु भयो अनि फोन गर्नु है मलाई भन्नुभएको थियो मैले फोन गरेँ सर फोन गर्दाखेरि चाहिँ केटी के हो त नाटक गर्ने हो त लस्ट एन्ड फाउन्ड अनि आई वाज सो एक्साइटेड अलरेडी नै अफकोर्स सर भइसकेको थिएँ कि म अनि हो त्यसरी सेलेक्ट हुँदा चाहिँ मलाई चाहिँ एकदमै खुसी लागिरहेको थियो राम्रो गर्छु भनेर पनि एउटा भइरहेको थियो किनभने यसै पनि अब युवराज सरलाई त हामीले एज आइडलको रूपमा लिएर हुन्छौँ नि त सरको डिरेक्सनमा काम गर्न पाउनु भनेको त यसै पनि ठुलो कुरा भयो मेरो लागि त त्यो भएर म चाहिँ एकदमै एक्साइटेड भइरहेको थिएँ ठ्याक्क सेलेक्ट भएपछि अब सो ह्याप्पी अनि अहिले रमाइलो भइरहेछ त्यस्तो हुन्छ नाटकको नाम लस्ट एन्ड फाउन्ड भनेर सुन्यो होइन हातमा स्क्रिप्ट पढ्यो अब त्यहाँभन्दा अगाडि पनि क्यारेक्टर सेलेक्सनको कुराहरू चाहिँ छँदै थियो अनि अरू चाहिँ च्यालेन्ज भन्ने हो कि अब हाम्रो लागि चाहिँ सिकाइ के भन्ने हो त थाहा छैन मलाई सिकाइ नै भन्नु सिक्दै जाने क्रममा चाहिँ हाम्रोमा चाहिँ अब ल तिमीहरू वेट लस्ट भएन या वेट बढेन भने चाहिँ तिमीहरू जुन दिन पनि किक आउट हुनसक्छ होला कुराहरू चाहिँ त्यो चाहिँ दिमागमा जहिले पनि थियो किनभने अब क्यारेक्टर बनाउने वेमा जाँदाखेरि चाहिँ अब टेक्स्ट पढ्दै गयो त्यस पछाडि त बुझ्दै जाँदा के गर्दै जाँदाखेरि अब अहिले नाटकमा छमा त्यही भन्नुपर्छ अनि कता कता टप्केर हामीले पुगिरहेको छौँ यो नाटक गर्नुभन्दा अगाडिसम्म मलाई लाग्थ्यो कि टेक्स्ट बेस प्ले भयो भने चाहिँ सजिलो हुन्छ जस्तो लाग्थ्यो कि पहिला त हामी सबै इम्प्रोभाइजेसन फर्ममा काम गर्थ्यौँ नि त जे गरे इम्प्रोभाइज गर्ने अनि त्यसबाट प्ले बनाएर पछि मात्रै त्यसलाई लेखिन्थ्यो तर लेखिएर गर्ने त हामीले त जे गरेको थिएनौँ अनि लाग्थ्यो कि टेक्स्टमा सबै थोक हुन्छ टेक्स्ट भएपछि सकिहाल्छ भन्ने लाग्थ्यो तर नहुँदो रहेछ त्यसको आफ्नै चुनौती हुँदो रहेछ क्या त्यो टेक्स्ट पनि हरेक त्यो सेन्टेन्समा त्यसको भाव किन भनेको हो कसरी भनेको हो त्यो खुट्याउनु पर्दो रहेछ त्यो च्यालेन्जिङ कुरा है फर्स्टमा मलाई चाहिँ त्यो च्यालेन्जिङ चाहिँ अहिले ठ्याक्क कुरा निस्किँदा के भएको थियो भने अब म त थिएटरबाट त कति धेरै ग्याप भइसकेको थियो नि त मैले त एकदमै कम 2टा त नाटक गरेको थिएँ अनि मलाई चाहिँ के डर थियो भने यस्तो सिनियर
हजुर सबैजना काम गरिराख्नु भएको एक्टिभ भइराख्नु भएको थिएटरमा काम गर्दैछु कस्तो हुने हो के हुने हो ला बा बिगार्ने हो होइन त्यो कति धेरै डर हुन्थ्यो क्या मलाई सुरुमा तर स्क्रिप्टमा सरले फेरि कस्तो गर्ने सुरुमै हामीलाई सबै एपिसोड थुपर्नु भएन नि त एपिसोड वाइज सुनाउँदै लेख्दै बुनिँदै गएको भएर चाहिँ त्यो कुराहरूले चाहिँ इजी भयो अनि काम गर्दै गएपछि चाहिँ अब हजुरहरू पनि यस्तो सहज भइदिनु भएको भएर चाहिँ मलाई चाहिँ काम गर्नु ओभरअल एकदमै त्यो इजी भयो क्या नभए त अब जे भए पनि यत्रो वर्ष काम गरिराख्नु भएको तपाईँहरूसँग मलाई गाह्रो हुनसक्थ्यो नि त कामको हिसाबले चाहिँ तर तपाईँहरू इजी हुनुभएको भएर चाहिँ मलाई चाहिँ एकदमै होइन क्या बाहिर गएर एप्रिसिएट गर्छु त अब यतिकै तपाईँहरूको अगाडि गरिँदैन अहिले ठ्याक्क क्यामेरा छ तर म साँच्चै अनेस्टली भन्नु हो मलाई इजी भएको थियो हाम्रो चाहिँ च्यालेन्जिङ थियो क्या तपाईँहरूको चाहिँ टेक्स्ट थियो नि त अनि हाम्रो चाहिँ गाह्रो भनेको टेक्स्ट कम तर रजिस्टर चाहिँ त्यो स्पेस रजिस्टर गर्नुपर्ने जिम्मा चाहिँ हामी दुईजनाको थियो क्या अब नबोलिकन कसरी त्यो ठाउँ स्पेस क्रिएट गर्ने होला त्यो स्पेस क्रिएट भएन भने त त्यति एम्बियन्स बुझिँदैन भन्ने समाउ डर भइरहेको थियो तर बुझियो जस्तो लाग्यो अहिले चाहिँ सायद त्यो स्पेसलाई रेजिस्टर गर्न सके जस्तो फिल चाहिँ भयो लामो अभ्यास पनि भयो नि त रिहर्सल पनि लामो समय भयो अब त्यो टेक्स्टलाई कसरी खेलाउने कहाँसम्म ल्याउने भन्ने कुराहरूमा त्यही भएर पनि आयो होला अनि त्यो अब टेक्स्टको कुरा भन्ने बित्तिकै बडीमा इमोसन त आउनु परिहाल्छ त्यो हाम्रोमा अहिले जस्तो लाग्यो क्या मलाई फिजिकल प्ले भनेर एउटा हाउ बुझिरहेको छ अनि टेक्स्ट बेस प्ले भनेर एउटा हाउ बुझिरहेको छ तर यो त जस्तै बडीमा इमोसन ल्याउने प्र्याक्टिस न हो होइन हाम्रो टेक्स्ट भनेको त टेक्स्ट भए पनि फिजिकल भए पनि अब लडाइङ बुडुङ गोफ्रिङ पाफ्रिङ गरेर प्ले गर्नु र यो टेक्स्टमा चाहिँ बडीमा इमोसन ल्याउनु अर्को मजाको कुरा भयो भन्ने कुरा चाहिँ टेक्स्ट बेस प्लेसमा चाहिँ फेरि इम्प्रोभाइजेसनको लागि अलिक कमै ठाउँ हुँदो रहेछ क्या एकदम कम यसमा त इम्प्रोभाइजेसन ठाउँै छैन नि सबभन्दा गाह्रो होइन दिदी इम्प्रोभाइजेसन यसलाई गाह्रो भएको छ क्या म त जहिले एकपटक गरौँ मन लाग्छ क्या मलाई चाहिँ प्लेभित्र केही न केही चाहिँ समाउ देखाउनु मन लाग्छ एक दिन पुरा छन्नको क्यारेक्टरमा बसिरहेको थियो होइन त्यहाँ भोलिपल्ट सरले होइन सुत्त जाने अनि यसले मेरो ब्याक स्टेजमा जुन दिन अनि त म पहाड्ने हो होइन त्यही दिन चाहिँ झुर गरेर एक दिनको रिहर्सलमा युवराज सिद्धार्थ गर्दै आउँदै थियो ढुवाङ भन्ने लडिने पुरै रन्ध्रु भइरहेको छ होइन त्यो अन्धकारमा क्या त के उयो फलामको केमा बिना ढुवाङ ठुक्यो जानु नै दुखी न पुरै दिइरहेको छु नि मजा आयो त्यस्तो हुन्छ हिजो म यहाँ के अरे सेकेन्ड सिनमा यशोधारा भनेर बसिरहेर के गरिरहेको थियौँ होइन त्यहाँनिर औषधि खसाएर होइन फोर्थमा जस्तो लाग्छ फोर्थमा हो कि सेकेन्ड मैले टिपे नि त्यो सेकेन्ड सिनमा हो अनि मैले सेकेन्डमा हो सेकेन्डमा कि फोर्थमा हो होइन अनि अस्ति चाहिँ लाइटर थियो एकचोटि गएर फेरि त्यो लेङ्गाले छोक्दै ओर ल्याएँ फेरि अर्कोचोटि गएँ सिगरेट ल्याएँ अनि औषधि देखेँ त्यहाँ पनि जान्छु सोचेको थिएँ बिर्सेछु पछाडि त फोर्थमा म भन्छु फोर्थमा हो किनकि त्यो टिपेर मैले झोलामा हालेको हो क्या नभए मसँग हाल्ने ठाउँ हुँदैन थियो सेकेन्डमा त मसँग खल्ती सल्ती केही हुँदैन मैले झोलामा हालेको फोर्थमा हो ब्याक स्टेजमा फेरि हाम्रो ब्याक स्टेजको रमाइलो भइरहेको थियो क्या सो हेर्छु ल यार स्टेजमा त दबाई छ निम्स दबाई हिजो त्यो मलाई चाहिँ गाह्रो भइरहेको थियो त्यो काम गर्नको लागि अनि पेन किलर मगाएँ होइन सेकेन्ड सिनमै हो पेन किलर मैले थर्ड सिनमा के भएको हिजो भने औषधि खोज्छु कहीँ भेट्दैन स्टेजमा देखेको थियो अगाडिसम्म एकछिनमा छैन अनि सिन भएपछि त्यो सुजातावाला सिनमा ब्याक स्टेज गएर धनाजीलाई औषधि खै भन्छु छैन त अनि सुजाताको सिनमा के भयो भने औषधिले मलाई हिजो गाह्रो पार्यो कि औषधि मुखमा हालेको छु हजुर डाइरेक्ट उठाइसक्नु भयो पानी खान पाएको छु नि दबाई अड्किरहेको छ होइन त्यो औषधिले कस्तो गाल पारेको थियो नि मलाई हिजो तर सेकेन्ड हो मैले सर्ट खल्तीमा राखेँ या सागरको क्यारेक्टर मैले उठाएको या ओइसम्म त स्टेजमा दबाई थियो एकैछिनमा दबाई छैन बे ठाउँको ठाउँ हामी म्याजिक गर्छौँ नि फेरि टिसी थियो फोर्थ सिनमा दिदी पुरा चप्पलले यस्तो यस्तो गर्दै होइन देखि नै सक्यो अब क्या दरबारको सिन भनेर टिस्यु पेपर यहाँ खसिरहेको छ होइन अब त्यति पनि त्यतिखेर टिस्यु के थियो कि थिएन या कपडा थियो कि के थियो कि भन न किनभने हामीले त अब 2600 वर्ष अगाडिको त्यो दरबारको सिनारी क्रिएट गर्ने कोसिस गरेछ नि त मजाले टिस्यु पेपर खसिरहेको छ है अब के गर्नु अब त्यो लामो लुगा लगाएको फाइदा त्यो हुँदो रहेछ क्या यसो बढालेर जानु पायो अनि लुकायो त्यहाँनिर लुकाउँछ
त्यस्तो हुन्छ कहिले हुन्छ कस्तो त्यस्तै हुन्छ दुइटै मजा हो क्या तर है कहीँ कहीँ मिस्टेक भएन भने चाहिँ त्यो मिस्टेक नै याद आएन प्लेको मलाई पनि लाग्छ प्लेको मजा नै हो मिस्टेक नै हो जस्तो लाग्छ क्या प्ले खतरा भयो भने होइन मिस्टेक अब जानेर मिस्टेक गर्ने भन्ने त होइन तर अचानक भएका कुराहरूलाई चाहिँ त्यसले नयाँ तरिका दिन्छ क्या मिस्टेक भइहाल्यो नि त अब त्यसलाई सुधार्ने होइन नि त त्यसलाई त बनाउँदै लग्ने हो नि त अनि त्यसलाई बनाउँदाखेरि त्यसले नयाँ कुरा तर हामीलाई याद पनि मिस्टेक नै त्यो हामीले गरेको गडबड नै धेरै मिस हुँदो रहेछ जस्तो लाग्छ क्या पछि पनि राम्रो प्ले खतरा भयो भने त्यो खतरा प्ले आज थाहा हुन्छ सो राम्रो गयो भन्ने तर त्यहाँ जुन गडबड हुन्छ ल यार यो प्लेमा त यो गडबड भएको थियो हाम्रो भन्ने कुरा चाहिँ रिकगनाइज हुँदो रहेछ जस्तो फिल भयो क्या मलाई चाहिँ याद भइरहँदो रहेछ क्या मिस्टेक चाहिँ अनि त्यही हाँस्नलाई यसो उडाउनलाई मजा आउँदो रहेछ पुरानो स्टेजको मिस्टेक गर्ने कुरा गर्दैछु प्लेको पनि कुरा प्ले क्यारेक्टर चाहिँ यस्तो गाह्रो होइन हजुरको त्यो सागरवाला एक्सपिरियन्स सुनाउनु न हामीलाई कसरी लाइक अन्त्यमा चाहिँ मैले के गरेँ भन्दाखेरि त्यो झगडा भएको कुरा चाहिँ म यहाँ कानमा सुनिरहेको जस्तो इल्युजन क्रिएट गरेँ क्या आफूलाई अनि त्यसले पनि अलिकति त्यो तनाव जस्तो मेन्टल्ली त्यस्तो चाहिँ भयो जस्तो भयो तर मैले क्यारेक्टर त्यो सागर छिर्दाखेरि चाहिँ झगडा चलिरहेको छ कि मेरो त्यो पहिला त्यो मेरो श्रीमतीसँग फ्यामिलीमा जति पनि भयो नि त्यो नै मैले गुन्जाइरहेको छु कन्टिन्युसली अनि त्यसले पनि एउटा फ्रस्ट्रेसन क्रिएट गर्छ त्यस्तो गरेँ मैले अनि त्यो नाटक सुरु हुँदा अगाडि पनि म फोनमा बोलिरहेको हुन्छु त्यो चाहिँ मेरो अब अफिसमा म यहाँ आएको छु अनि उनीहरूले कामको लागि प्रेसर दिन्छन् म उनीहरूलाई गरिरहेको हुन्छु कि भ्याकेसनमा छु त्यति अब पनि तिमीहरू गर्दैनौ गर जहाँ पनि तनावै तनाव छ कि जहाँ पनि लफडै लफडा अभियसली हाम्रै लाग्छ नि पर्सनली अनि अब बुद्धले नि लाइफ के अरे जीवन दुःख हो भनेर भनेको छ सागर दुःखको सागरमा छ त्यस्तो हुन्छ मैले चाहिँ क्यारेक्टरलाई अब त्यो स्विच गर्ने बेलामा या भूमिको क्यारेक्टरमा जाने बेला या शोभनाको क्यारेक्टरमा जाने बेलामा चाहिँ अब अभियसली रिहर्सलको टाइममा टेक्स्ट हातमा पर्दाखेरि त्यो त अर्को महाभारत छँदैछ होइन त्यो एकदमै छुट्टै कुरा छँदैछ अब तिलौराकोट जाँदाखेरि अलिअलि सेन्स लियो होइन त्यो खुल्ला स्पेस पहिला त हामीलाई दाइले भन्दै हुन्थ्यो नि त तिमीहरू स्टेजमा छौ तर तिमीहरूले देखेकै छैन खुल्ला स्पेस कहाँ अहिले खुल्ला स्पेसमा छौ यति बारम्बार भन्नुभयो तर तिलौराकोट नै हामी नाटकको लागि गइसके पछाडि चाहिँ हर्ट भयो अझ कसरी पर हेर्ने कहाँसम्म आउँछ अनि त्यो काठको वेमा कसरी हेर्ने कसरी कुरा गर्ने भन्ने कुराले चाहिँ त्यहाँबाट पनि अलिकति चाहिँ मलाई भयो मेरो क्यारेक्टरको बारेमा कुरा गर्दाखेरि अनि त्यो दृश्यहरू देख्दाखेरि पनि ए यशोधरा या मायादेवी ए वृक्षकोमा कतै बसेको थियो यिनीहरूको यति नै त हंस छ है भन्ने खालको होइन अनि अर्को चाहिँ हुन त अब युवराज सर हाम्रो गुरु पहिलादेखिकै नाटकको डिरेक्टर पनिको कुरा गर्दाखेरि चाहिँ उहाँले बारम्बार भनिराख्नुहुन्छ नि त एक्टिङ भनेको टेक्निक हो त्यसलाई लिऊ रुनु भने रो हाँस्ने भयो हाँस जे हो त्यो गर भनिसके पछाडि चाहिँ यस मेरो क्यारेक्टरले यहाँ रुनी नै हो हाँस्ने नै हो हाँस्ने नै हो अब अहिले म यशोधरामा छु अब म भूमि नै हो भन्ने त्यो भन्ने चाहिँ आफूले आफूलाई कन्भिन्स गराएको कि त्यो बाहिरको कुरामा चाहिँ म त्यति धेरै गएको छैन अहिले चाहिँ यो नाटकमा चाहिँ किनभने तर कहिलेकाहीँ चाहिँ अब रुनुपर्ने बेलामा अब हुन त रोयो खतरा एक्टिङ भन्ने हाम्रो बुझाइ अर्को हुन्छ होइन तर रुनुपर्ने बेलामा चाहिँ सधैँभरि चाहिँ ठ्याक्कै क्यारेक्टरमा आउँदैन मेरोमा चाहिँ किनभने आउँदैन क्या हरेक दिन चाहिँ ठ्याक्कै क्यारेक्टरमा आउँदैन नि त कहिलेकाहीँ के भइरहन्छ अनि मेरो लाइफमा सबैभन्दा दुःखित भएर रोको घटना कुन हो सम्झिनु पर्यो भने होइन त्यो पनि टेक्निकै होला एउटा यसरी चाहिँ मैले लिने र अनि स्विच गर्नेवाला चाहिँ कोसिस गरिरहेको छु अहिलेसम्म नाटकमा अझ नाटक अझै बाँकी छ आजको दिनसम्म चाहिँ मैले त्यसरी काम गरिरहेको छु रुन त उहाँ रुनुहुन्छ नि कडा मलाई के भएको छ भन्नु न अस्ति लास्ट टाइम यो 3टा सो हो मैले अब मार्नु चाहिँ सरले हेर्नुभयो भने के अरे त्यो सुजातावाला क्यारेक्टर चाहिँ अहिले अलिकति कम नै जति मैले गरिरहेको थिएँ जति गर्न सक्थेँ त्योभन्दा अलिक कम भइरहेछ क्या हजुरहरूलाई फिल भएको छ कि छैन थाहा भएन तर मलाई चाहिँ एज अ क्यारेक्टर गर्नु पर्दाखेरि चाहिँ अलिकति कम नै किनभने के भयो भने लास्ट टाइम मैले
जुन दिन सुजाताको क्यारेक्टर त्यहाँनिर उभिएर सबै गर्ने बोल्ने ओर्ने गरे होइन त्यो ब्लकिङ चेन्ज भएको छ ब्लकिङ चाहिँ होइन त्योभन्दा पनि अझै पछि आजको सो भन्दा 3टा सो अगाडि कि कस्तो भयो भने मैले त्यो सो चाहिँ मैले यति धेरै कनेक्ट त्यो दिन चाहिँ अरू बेला पनि हुन्थ्यो तर त्यो दिन चाहिँ मैले त्यो क्यारेक्टर यति धेरै कनेक्ट भयो मलाई कि म यहाँबाट ब्याक स्टेज गएपछि मल्लिकाको सिनमा भित्र छिर्नु अगाडिसम्म मलाई त्यति धेरै यसलाई सोध्नु मलाई यस्तो धेरै गाह्रो भयो अनि त्यो दिनदेखि मलाई त्यो क्यारेक्टर फिलै हुन छोड्यो कि अब आज चाहिँ मैले अलिकति त्यो खै के हो नै थाहा पाइनँ मैले त्यो दिन म यति धेरै रोएँ मल्लिकाको क्यारेक्टर फेरि यस्तो जली हाँस्दै आउनु पर्यो त्यस्तो बोल्ड स्ट्रङ होइन त्यो देखाउनु पर्ने छ अब आँसु रोकिँदैन के गर्ने म त यति है रुद्धार जानेले मलाई कति हिँड्न जाने बेला अब एक्टर जस्तो भएर गर्नुपर्छ लुक्सै चेन्ज गर्नै नसक्ने गरी नै त्यो पेन भयो क्या त्यो खै के कनेक्ट भयो म त रोकोरै भयो त्यो बच्चा हेर्छु रुन आउँछ त्यहाँ ब्याक स्टेजमा के अन्ना बसेको है के हो त्यहाँदेखि चाहिँ मलाई अलिक गाह्रो भएको थियो तर आज फेरि हिजो अस्ति बिरामी भएर पनि त्यो जस्तो लाग्यो आज फेरि अलिकति भएको थियो जस क्यारेक्टरहरूको कुरा गर्नु पर्दाखेरि चाहिँ क्यारेक्टरहरूको रिसर्चमा चाहिँ प्रेमले पनि मलाई कति धेरै गाली गर्थ्यो तिमीहरू के हो खोज्दैन त तिमीहरू मिहिनेत गर्दैन त भनेर उसले मोटिभेट गरिरहेको हुन्थ्यो कि मलाई स्टार्टिङमा त्यो यहाँ इन हुँदाखेरि नै अनि सुरुमा त अब आम्रपालीको मैले जस्तै एउटा आम्रपाली भयो अनि रजनी जुन उहाँको सागरको फास्टमा गरेको वाला रजनीको क्यारेक्टर भयो अनि सुजाता मल्लिका भनेर छुट्टै छुट्टै अब नाम दिइएको छ होइन अनि हो त्यसको लागि चाहिँ अब 3टा डिफ्रेन्ट धेरै टोटल्ली डिफ्रेन्ट बनाउनको लागि पनि हामीलाई चाहिँ कस्तो भयो भने टोटल्ली डिफ्रेन्ट पनि चाहिएको होइन तर सेम पनि देखिने होइन यस्तो कुरामा चाहिँ कस्तो धेरै च्यालेन्जिङ रहेछ क्या अब टोटल्ली डिफ्रेन्ट ल्याउनु पर्ने थियो भने चाहिँ ल 3टै क्यारेक्टरलाई लुक्सदेखि लिएर अनि आवाजदेखि लिएर चेन्ज गर्न सक्थ्यो तर पनि मैले चाहिँ समाउ सरको गाली खाँदै भयो भने धेरै ल्याउनु पर्ने भन्दै भयो भने मैले त्यो मल्लिकावाला क्यारेक्टर चाहिँ अर्घ खाँचीको बनाएँ अलिकति अलिअलि धेरै जति सक्छु मैले त्यो गरेँ सुजाताको क्यारेक्टर चाहिँ मलाई सरले स्क्रिप्ट सुनाउने बित्तिकै नै यस्तो कनेक्ट भएको क्यारेक्टर हो त्यो त मलाई कस्तो मेरो त्यो मुटुमै बसेको वाला क्यारेक्टर हो कि सुजाता चाहिँ त्यो चाहिँ मैले त्यही भएर पूर्वकै मेरो आफ्नै टोनमा गरेँ अनि आम्रपाली चाहिँ मैले खासमा सुरुमा अवैध भाषा मैले प्रेमसँग हेल्प लिएर त्यो गराएको थिएँ तर सरले त्यति धेरै पनि चेन्ज नगर्ने भन्नुभएको भएर त्यो चाहिँ मैले यत्तिकै जली नेचरको भनेर जस 3टालाई अलिअलि त्यति धेरै भास्ट डिफ्रेन्ट नदेखिने गरी चाहिँ क्यारेक्टरको भेरिएसनमा ल्याउने चाहिँ कोसिस गरि नै रहेको छु अब जारी छ मेरो सिकि नै रह्यो अब लर्निङ प्रोसेसमै छ होइन त्यो भएर रमाइलो मैले चाहिँ एकदमै इन्जोय गरिरहेको छु क्या क्यारेक्टर जब त्यहाँ ब्याक स्टेजमा ड्रेस चेन्ज गराउँदाखेरि त्यो सुजाताको क्यारेक्टरमा छिर्दा साँच्चै नै मेरो बच्चा छ अब भन्नेवाला त्यो चाहिँ मैले लिइ नै रहेको छु मल्लिकाकोमा आयो लभ मेरो ब्याकग्राउन्ड आफ्नो आफ्नो बनाएको छ नि त त्यो लिइ नै रहेको छु जो सक्ने जति मैले चाहिँ क्यारेक्टरहरूमा एकदमै इन्जोय गरिरहेको छु अहिले चाहिँ देखिन्छ होइन त्यो कोसिस मेहनत त देखिन्छ जस्तो लाग्छ मलाई अब हामी त हेर्न पाउँदैन पनि तर जति कोसिस गरिरहेको छ त्यो देखिन्छ त्यो चाहिँ कस्तो मेहनत गरेँ अनि अब जति पनि मेरो मैले एक्सपेक्ट गरेको भन्दा अब कति धेरै बोलिरहेको छु मैले एक्सपेक्ट गरेको भन्दा चाहिँ कति धेरै मेरो लाइक सर्कलको मान्छेहरू आउनुभयो क्या जो चाहिँ मैले एक्सपेक्ट नै गरेको थिइनँ उहाँ आउनु होला मैले चिन्दै भर्खरै बोल्दै गरेको मान्छे तर कहिले नभेटेको मान्छेहरू पनि आउनुभयो अनि दे आर सो प्राउड अफ मी के त्यो एक्ट हेरेर उहाँहरूले कसैले चाहिँ भन्नुभयो मलाई एक्सपेक्टेसन थियो तिमीले यति गर्छौ भन्ने मिट भयो भन्नुभयो कसैले चाहिँ मैले एक्सपेक्ट नै गरेको थिइनँ तिमीले यो लेभलमा पनि जान सक्छौ होला भनेर तिमीले सुजातावाला क्यारेक्टर चाहिँ कस्तो कनेक्ट गरायो जसलाई पनि प्राय म्याक्सिममले चाहिँ सुजाताको क्यारेक्टर चाहिँ कनेक्ट भइराख्नु भएको थियो अनि जो सबैजना एभ्री वान मेरो दिदीहरू आउँदाखेरि पनि इभन मामा आएर मलाई के भन्नुभयो भने फर्स्ट डे आउनुभएको थियो अनि नाटक हेरिसकेपछि तल ओर्लेपछि के भन्नुभयो भने लस्ट एन्ड फाउन्ड राम्रो छ है भन्नुभयो कि मामाले हक गर्नुभयो अनि ओके मैले राम्रै गरेछु त्यो एप्रिसिएसन पाउँदाखेरि चाहिँ यत्रो समय त मेहनत गर्दाखेरि कति धेरै टायर्ड भइन्थ्यो 12 बजीसम्म 11 बजीसम्म रिहर्सल गरेर गइन्थ्यो होइन अब कहिलेकाहीँ के भइरहेको हुन्थ्यो नि त ब्याक स्टोरी पनि अनि त्यस्तोले गाह्रो भएको चाहिँ एप्रिसिएसन पाउँदा चाहिँ सबै वर्थ इट लाग्ने रहेछ क्या अहिले मैले यत्रो मेहनत गरेको चाहिँ ओके वर्थ इट भइरहेछ मैले देखिरहेको रहेछ मेहनत भन्ने भएर चाहिँ
आइएम सो ह्याप्पी अहिले त म मेरो यो पर्फर्मेन्स यो सबै कुरालाई लिएर तर त्यो भन्दा भन्दै पनि सुधार्ने क्रम चाहिँ जारी नै छ त्यो त जिन्दगीभर रहन्छ नि त किनभने यो प्लेको कस्तो बलियो पक्ष छ त्यो पनि होला जस्तो लाग्छ कि मलाई यहाँ 4 जना मात्रै ब्याक स्टेजमा मेहनत गर्ने त अब अथाह मान्छेहरू छन् हैन उनीहरूको मेहनत बिना त हामी यहाँ बसेर कराउनु हाँस्नुको केही फरक नै मतलबै हुँदैन तर अन स्टेजमा जतिजना देखिन्छन् तर कोही क्यारेक्टर कोही भन्दा कम छैन अनि त्यो चाहिँ यो प्लेको अर्को बलियो पक्ष होला जस्तो लाग्छ कि मलाई ब्याकग्राउन्ड स्टोरीदेखि लिएर यहाँ आउँदाखेरि चाहिँ 101 छ नि त 4 जनाको त्यो चाहिँ मलाई अर्को बलियो पक्ष होला जस्तो लाग्छ अनि मलाई रजनीको क्यारेक्टर र सागरको क्यारेक्टर भन्दाखेरि चाहिँ गोविन्दालाई देखेर हाँस्नु एक दिन लेदरको ज्याकेट लाएर होइन अनि बिल्ला हुँदैछ है यसले उठपटक चाहिँ गर्छ कि बेला बेला होइन डन जस्तो बेला बेला यसले जहिले गर्छ कि जहिले अनि पुरा डन जस्तो भएर यस्तो यस्तो गर्दै आउँछ होइन अनि अर्को चाहिँ यस्तो त्यो मैले त खासै याद गरेको थिएन के अरे हार्मोनिका होइन मैले त खासै याद पनि गरेको थिएन अब मैले त त्यो कतैबाट सोचिरहेको थिएँ क्या अनि एक दिन कसले कुरा निकाल्दै भन्यो हार्मोनिका बजाउने युवराज दाइले कसले लिएर आइज भने तल हार्मोनिका हो पुरै नि त्यो दिन त डरो खाइयो नि है तर हैन यसमा पनि म खुसी छु अनि तेरो एउटा सुनाइन्छु ल एउटा हैन दुईटा सुनाए त हैन त सरले के गर्छ दादा जब सरले ज्याकेट लगाएर दिनु भएन नि भोलिपल्ट कुसुमा के भन्नु मजै आएन यार ज्याकेट त्यो कस्तो हुँदो रहेछ क्या कस्ट्युमसँग चाहिँ क्यारेक्टर कनेक्ट फिल हुँदो रहेछ क्या मैले टु बी अनेस्ट अब यस्तो धेरै फोटोग्राफीमा चाहिँ पहिलाको सर्ट आयो होइन क्या ब्लन्डर लागिरहेको छ क्या अहिले पनि मलाई अहिले चाहिँ यो सर्टले चाहिँ मलाई समाउ ल म त्यो पहिलाको पास्ट क्यारेक्टर हो भन्ने अलि फिल त अब सेकेन्डरी कुरा टेक्निक हो त्यो जेल जानुपर्छ क्या अर्को सबैभन्दा फन्डी कुरा चाहिँ भन्नु सुमितलाई पनि बोल्नै दिएको छैन हामीले होइन हाम्रो थर्ड सिनमा चाहिँ अब हामी भित्रको कुरा खोलौँ न होइन अनि अब त्यहाँ सिक्रेट पनि हुँदैन केही पनि हुँदैन बल्ल उसले रक्सी दुइटा ल्याएर हामी यसो चाहिँ खान्छ नि त होइन अब तिमीहरू पनि रस हुन्छ नि त त्यो बेला कोही पनि हुँदैन त्यहाँ होइन अनि म कुदेर गएर यहाँनिर लिन्छु होइन त्यो घरि फुल देखिरहेको हुन्छ घरि लुगा देखिरहेको त्यो चाहिँ हँसाइ फसाइ यसरी गरेर बसिरहेको हुन्छ सिक्रेट म्याम एस्ट्रो देऊ न एस्ट्रो म्याम के है त्यो इन्ट्रेस्टिङ कुरा के किनभने अब त्यो बारभित्र तल अर्को स्टोरी चलिरहेछ क्या किनभने यो सामान साइड लाउनु चाहिँ आनी आऊ किनभने त जक फिल हुन्छ भनेर देखिरहेको हुन्छ फेरि माथि आउँदा पुरा केही भएको छैन जस्तो फिल गराउनु पर्यो रजनीको क्यारेक्टर रजनी र सागरवाला क्यारेक्टर हामी भित्र गएपछि अब मैले त पुरा ब्याङ्क साङ्स लगाइरहेको हुन्छ होइन त्यो ब्याङ्क मिलाउनै आधी घन्टा लाग्ने लुगा चेन्ज गर्न कस्तो रस हुने भाइ सुजाता क्यारेक्टरमा आउँदा चाहिँ हाम्रो अलिकति रस हुन्छ अरूमा त अनि फेरि धन्दाज गरेर के भन्छ सेट चेन्ज भइसक्यो छिटो छिटो सेट चेन्ज भइसक्यो छिटो भन्छ मान्छे पुरै होइन अब आफू सकेसम्म मजाले तानिरहेको छ घरिको त यता आउँदैन अर्को लुगा आउँदैन यहाँ बानो कहिले काहीँ 4 चोटि फुस्किन्छ यता पनि मिल्दैन अनि धन्दाज चाहिँ छिटो 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 भइसक्यो हुन्छ होइन आफ्नो तनाव छ अर्को अनि पुरा सुरेर छिर्ने मेरो कस्ट्युममा जहिले गडबड एउटा कुरा चाहिँ लाउन भुलिदिन्छु के होला यार यस्तो प्रेडिक्ट गर्नु त होइन जहिले यो नेम प्लेट होला होइन होइन त्यो त लाइ नै पेन्टको जहिले चेन्ज गरिराख्नु पर्छ नि त अनि यता बार मारे लायर आज पनि चेन्ज लाएर छु भन्छ नि 3टै सिनमा जहिले चेन्ज सार्नु पर्छ क्या तलबाट त्यो त मेरो पनि समस्या एक दिन चाहिँ मैले थाहा पाएँ कि थर्ड सिनमा मैले नलगाएको रहेछु हतार हतारमा प्यान्ट लगाएर कुर्ताले छेकिएछ के त्यसरी म बचेको यसको पनि त त्यो एप्रोनले छेकेर न त पुरै यसले कति गन गर्छ कि ब्याक स्टेजमा गएर अब के भयो भने उसलाई कुनै दिन मजा आएन भने बाहिर गएर ए मजै आएन भनेर त मान्छे कुन मुडमा हुन्छ होइन जानको लागि रेडी भएर बस्छ म त रिस उठ्छ ब्याक स्टेजमा फर्केर लायो नि त फेरि भनेको कस्तो त्यो क्या एनर्जीमा छिरेर हुन्छ फ्यास भइदिन्छ ल यार मजै आएन यार भन्ने हुँदो रहेछ क्या पर्सनली अब कसलाई भने भित्तालाई भन्दा नि मजा आउँदैन अब को एक्टर थियो यार मजा नै आएन भनेर यसलाई सेयर गरेर हुन्थ्यो त्यस्तो हुन्छ नि अनि अस्ति चाहिँ यो हाम्रो पर्दा नाच्न लाएन पर्दा खोलेर अनि यसो 5th सिनमा आउँछ एकपट्टि पर्दा सुमितले के भनिसक्यो
पर्दा हेरेर त के अनि त्यसपछि त्यो दिन एक दिन मैले त्यो खोइ आजको साँझ रमाइलो गरौँ खोइ के नभनिकन सिधै अर्को भन्थेँ पर्दा हेरेको अरे भइन्छ त्यो कहिले काहीँ कस्तो त्यो अरूतिर नै भड्किराख्दो रहेछ क्या माइन्डले क्या भड्किहाल्छ नि भरिहालेपछि फेरि डाइलेक्ट पनि छुटिहाल्ने डाइरेक्ट छुटिहाल्छ अनि तिमीले बोलेको सुनेन क्या मैले त अब के भन्ने भइदिइराख्यो अनि एकैचोटि सेकेन्ड सिनमा खोइ के भन्यो भने 5th सिनमा हामी आउँदाखेरि हिजोको सिनमा अब चुरोट ल्याउन बिर्सेछु कि ए त्यहाँ हतार हतारमा आएको यहाँ सिङ छिराले ला चुरोट छैन यहाँ गएर चुरोट माग्छु फेरि यहाँ पनि चुरोट छैन क्या चुरोट भन्दा मैले त आफ्नो डाइलेक्ट पनि कहाँ के दाइ अब उता भड्केर पुरै म आफ्नो कथा भनिरहेछु दाइ पुरै तनावले त्यो रमाइलो क्या त्यो मजा त्यो सो ओभरअल राम्रै भइरहेछ नाटक त्यस्तै भइरहेछ यस्तै उस्तै भनौँ न तर अर्कै खालेको रमाइलो भइरहेछ लस्ट एन्ड फाउन्डमा लस्ट एन्ड फाउन्ड त्यो गाह्रो पनि अनि त्यो कहिले काहीँ प्ले गरेर चित्त नबुझ्या जस्तो पनि होइन कुनै दिन चाहिँ ल आज मजा आयो भने जस्तो पनि त्यो एकदम कन्फ्युजिङ भइरहेछ क्या नत्र चाहिँ पहिला एउटा प्ले गर्दा एउटा पेस पकडेपछि एउटै पेस कुदिन्थ्यो नि त धेरै पहिला अस्ति नै अनिता रात गर्दा नै हामीलाई 2 सो त गर्न गाह्रो भएको थियो नि त पेस पकडेको थिएन 3rd सोबाट ठ्याक्क पेस पकडेपछि त्यो नियमित भयो नि त हाम्रो 32-33 सो गर्दा पनि त्यो पेस खोइ पहिला त्यो टेक्स्ट पेसको कमालै यही हो कि यो नाटकमा चाहिँ त्यस्तो छैन किनभने आज ग्रान्ड रिहर्सल भयो अबदेखि सो उठ्छ भन्ने चाहिँ छैन हरेक दिन फेरि कोसिस गर्नुपर्छ फेरि गर्नुपर्छ हिजो जे भएको थियो आज त्यो हुँदै हुँदैन त्यही त हेर्नु त्यसो यो च्यालेन्जिङ चाहिँ मलाई यही भइरहेको मेन्टली नै प्रिपेयर भएर बस्नुपर्छ बिहानदेखि नै के कतै मेरो ध्यान नभट्कियोस् भनेर बस्नु भइरहेको छ यो नाटक पुरै बिट हुन्छ नि त्यहाँ अब अडियन्स हाल्दै बसिन्छ आफै सर्कल पनि भेटिन्छ अब क्यारेक्टर पनि बस्नु पर्यो नि त ओहो को आएको छ सब थाहा हुन्छ पुरै ढुकढुक टुकटुक 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 हुने क्या नत्र त डाइरेक्ट अनाउन्स गरेर हामी ठ्याक्कै स्टेजभित्र छिर्थ्यौँ नि त अर्कै स्थितिले गइन्थ्यो अनि फेरि स्टेज ब्याक स्टेजबाट एउटा तयार मेन्टली तयार भएर बाहिर निस्किनु र त्यो च्यालेन्जिङ हुँदो रहेछ एक्सपिरिमेन्ट तर मैले चाहिँ त्यो कति भन्नाले अब मैले त मेरो त एकदमै रेयर हुन्छ थिएटरमा प्ले गरेको होइन अब यो प्ले गर्दाखेरि चाहिँ मैले के फाइन्ड आउट गरेको आफैमा भने चाहिँ मलाई चाहिँ जस्तो उसले भन्यो नि यो उहाँ छिर्नु भएको छ चिनेको मान्छे आएर बस्नु भएको छ भएको कुराले ढुकढुक मलाई चाहिँ कस्तो हुँदो रहेछ भने मलाई थाहा थिएन थाहा पाएँ मैले त्यहाँभित्रबाट मैले जति नै चिनेको मान्छे छिराएँ पनि ला आउनु भएको छ भन्ने त्यहाँ हुने म यहाँ आएर अनाउन्स गर्ने बित्तिकै सब पुरा गायब हुने कि अनि जब म क्यारेक्टरमा म त्यो त्यस्तो सक्छु होला जस्तो म अलिकति नर्भस नै हुन्छु होला जस्तो लाग्थ्यो तर आइसकेपछि आम्रपालीको क्यारेक्टरमा आएको छु नि म साँच्चै आम्रपालीकै क्यारेक्टरमा छु मलाई त्यहाँ को छ कहाँ छ के छ त्यो चाहिँ नहुँदो रहेछ क्या न मैले कति धेरै आर्टिस्टहरूले भनेको सुनेको चिनेको मान्छे आउनुभएको छ भने चाहिँ छुट्टै हुन्छ भन्ने सुनेको छु तर म चाहिँ कस्तो हुन्छ स्टेज छिरिसकेपछि चाहिँ नथाहा पाउँदो रहेछु हौ केही कुरा पनि त्यो क्यारेक्टरमै गइन्छ नि त इन्जोय तर मलाई चाहिँ पहिला चाहिँ पनि होला त्यसरी जानु सक्नु चाहिँ किनभने कन्सियस नभए त कस्तो कन्सियस भइन्छ होला क्या अब जस्तो अस्ति हाम्रो कान्तिपुरको त्यत्रो टिम आउनुभयो होइन अब मलाई त ला सोच्यो नि गार्जेन जस्तो सरहरू आउनुभएको छ मलाई त डर हुनुपर्ने हो नि त सर आउनुभएको छ राम्रो गर्नु पर्सनल चाहिँ भएको थियो मैले राम्रो गर्नुपर्छ होइन तर म स्टेजमा आइसकेपछि मैले बिर्सेँ क्या अनि एकैचोटि सकेपछि ओके सरहरू आउनुभएको छ म तल जानुपर्छ त्यति भएको थियो क्या मलाई तर मलाई चाहिँ केही प्लेमा चाहिँ त्यो ठ्याक्कै थियो ध्यान त्यो मान्छेहरूले तानिरहेको थियो क्या त्यो अब जुन देखिया हुन्छ नि त छिराउँदा त्यो ठ्याक्कै त्यो जुन म डाइलग भन्छु नि हाम्रो यस म्याम यस म्याम अर्को डाइलग भन्छु त्यो फर्स्ट क्या हाम्रो इन्ट्रोडक्सन दिन्छु नि त कफीको बारेमा ठ्याक्क भन्दाखेरि यो मान्छेले हेरेर छ कि क्या हो मलाई अब्जर्भ त्यो भइरहेछ क्या मलाई पहिला त्यस्तो हुँदैन थियो अब खोइ थाहा छैन के भएर भएको तर यसपालि चाहिँ मलाई युवा सर बस्नुभएको छ भने चाहिँ कहिले काहीँ त्यस्तो हुन्छ सरले हेरिरहनु भएको छ अलिक कम गर्नुपर्छ मैले त अब कहिले काहीँ देख्छु तर म चाहिँ हुन्छु किनभने मेरो चाहिँ त्यो अगाडि आफूले चिनेको मान्छे छ भने पनि कहिले काहीँ हेरेर नै भनिदिरहेको हुन्छ कुराहरू अनि कहिले काहीँ चाहिँ यिनीहरू किन हाँस्दैन त्यो हुन्छ नि त्यस्तो खालको पनि म त आफ्नो मान्छे आएको थाहा पायो भने मलाई कन्सियस नै भइहाल्छ कि गाह्रो हुन्छ अनि मेरो जति पनि यता फ्रन्टमा हेर्ने सिन छ नि मैले भिजनै ब्लर गर्छु क्या आफ्नो आई क्यान ब्लर माई भिजन अनि त्यो यता हजुर जानुहुन्छ नि अनि त्यतिखेर त्यो म्युजिक बज्दाखेरि मैले यता हेर्नुपर्ने हुन्छ नि म जहिले ब्लर गरेर हेर्छु कोही मान्छेको अनुहार कोही पनि चिन्दिनँ म तर त्यसको दामी टेक्निक है आफूले त्यतिकै ब्लोर गरिदिनु मिल्दैन त्यो त अब एक्टरकै टेक्निक होला नि उसले कसरी आफूलाई कम्फर्टेबल हुन्छ त्यसै गरी आउनु पनि अनि त्यो ड्रङ सिन
त्यो ब्लर गरेको भएर मलाई त्यो त्यति सजिलो हुन्छ क्या गर्न चाहिँ किनकि धेरै माथिपछि त अभियसली ब्लर देखिन्छ नि त सो मैले टेक्निकली आफ्नो भिजन ब्लर गर्न सक्छु नि अनि त्यसले मलाई धेरै हेल्प गर्छ क्या अनि थर्ड सिन चाहिँ मैले एकदमै इन्जोय गर्छु बहुत मजा आउँछ मलाई थर्ड सिन चाहिँ अलिकति त्यहाँ प्लेफुलनेस छ क्या त्यो पछाडिको त्यो स्याड पार्ट आउनुभन्दा अगाडिसम्म चाहिँ अनि मलाई त सबैभन्दा डिस्ट्र्याक्ट भएको दिन याद भएको भनेको चाहिँ हाम्रो एसी बन्द भएको थियो सबजना सरी नै भन्नुपर्छ यार त्यो त्यहीबाट सबै अडियन्सलाई सरी नै भन्नुपर्छ हाम्रो थ्रुबाट धेरै डिफिकल्ट भएको सरी हाम्रो टेक्निकल त्यति बेला चाहिँ मैले त्यो त कन्सियस नै हो अहिले अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ मलाई थिएटरमा लाग्छ मलाई त्यस्तो लाग्छ होइन के अरे त्यो कस्ट्युम सेलेक्सनको टाइम हुन्छ नि एउटा नाटक तयारी गर्ने बेलामा जब कपडाहरू सेलेक्सन गर्नुपर्ने हुन्छ नि आफूले लगाइराखेको एउटा लुगा हुन्छ अब क्यारेक्टरको डिमान्ड अर्को हुन्छ होइन यो लुगा लाउँदा चित्त बुझ्दैन यसपालि मैले भए भर्का लुगा सोरेर ब्याक स्टेजै भरेर राखेँ होइन के लाउँदा हुन्छ के अन्तिम दिनसम्म चित्त बुझ्दैन के लाउँदा हुन्छ कस्तो लाउँदा हुन्छ अनि कपडा सिलाउने ठाउँमा गयो अब हाम्रोमा त अहिलेसम्म थिएटरको कस्ट्युम डिजाइन गर्ने थिएटर बुझेको स्टोरी पढेर डिजाइन गर्ने मान्छे त कोही पनि छैन नि त अहिले हामीले नै गर्नुपर्छ क्यारेक्टरको लागि अनि अब कपडा सिलाउने ठाउँमा गयो यसो सिलाइदिनु यहाँबाट बिग्रेन भनेको बिग्रिन्छ यो अब बिगारेरै बनाउने हामीलाई त्यस्तै चाहिएको छ भनौँ होइन यो त हुँदैन भने क्या अब सेट बनाउँदा पनि त्यस्तै होइन एक दिन यहाँ एउटा सर त्यो उसलाई बारलाई यसरी काट्नु भन्न लाग्दै हुनुहुन्थ्यो उसले हुँदैन सर यो यस्तै हुन्छ होइन यो चाहिँ एकदमै कस्तो त्यो अर्कै इन्ट्रेस्टिङ च्यालेन्जको कुराहरू पनि छ होइन हजुर त हामीले बाहिरबाट हेर्दा पनि उहाँलाई त कस्ट्युमको लागि कति गाह्रो भयो है यति धेरै ड्रेसहरू आफ्नै ल्याउँदै ट्राई गर्दै कति ट्राई गर्ने जबसम्म कम्फर्टेबल हुँदैन नि शरीरमा कतै नलाग्ने कतै नछुने किनभने अब क्यारेक्टर नै फ्री खालको छ भने त कस्ट्युम पनि फ्री खालको छ अब मलाई फेरि यता छोयो भने लो मिलेन अब यहाँ टाइट भयो भने म कसरी बस्नु सेम हो हुँदा होइन यति लुगा आफ्नै कतिका त्यो कस्ट्युमको स्ट्रगल चाहिँ उहाँको देखिरहेको हामीलाई चाहिँ त्यो केही भएन है तिमीहरूको फिक्स भयो नि तिम्रो त्यो रजनीमा आउँदा अरूमा आउँदा चाहिँ भयो होला तर वेटरको ठ्याक्कै फिक्स भयो नि त अनि अब सागरको भयो भूमिको भयो भने चाहिँ अहिलेको परिस्थिति अनुसारको लुगा पनि चाहियो उताको पनि चाहियो अब अहिलेको परिस्थितिमा के लाग्छ अब म जस्तै लुगा लाग्यो भने फेरि म जस्तो देख्छु नि त फेरि आफ्नो फेसन अर्को फरक हुन्छ उसको क्यारेक्टरको फेसन कसरी खोज्ने अनि अब हातमा के लाउने ल घडी त घडी मात्रै टिङटिङ लाउने कि अर्को के पनि लाउने भएर होइन अनि अब मैले चाहिँ यहाँनिर जहिले एउटा ब्यान्ड राखिरहेको हुन्छु त्यस पछाडि त्यो राखिरहेको हुन्छु अनि त्यो आफूभन्दा फरक अलिकति कसरी देखाउनु भने म आफू चाहिँ लाउँदिनँ नि त्यस्तो केही साइड सो त्यताउता त्यो भन्नेले गर्दाखेरि चाहिँ मलाई पनि रजनीको क्यारेक्टर बनाउनमा चाहिँ लुना म्यामले कस्तो हेल्प गर्नुभयो क्या यो गर्दा हुन्छ त्यो गर्दा हुन्छ भनेर भन्नुभयो अनि मलाई फेरि कस्तो भयो भने ठ्याक्क ब्याङ्क चाहिरहेको थियो हेयर स्टप नेपालबाट पिआर पाकै जाइदियो विज्ञापन गरिदिनु पऱ्यो नि त नहाल्नु है जस्ट ओभरअल रमाइलो भयो जर्नी रमाइलो भइरहेछ मैले चाहिँ इन्जोय गरि नै रहेको छु त्यो रजनीमा त भास्ट डिफरेन्स देखिन्छ तेरो क्यारेक्टर पुरै म त पछाडि त उसले यस्तो रिक्यु लाइट देखाएर बसिरहनु पर्छ कि एक्टर सपोर्ट चाहियो नि त किन भन्दा एक्लैलाई गाह्रो हुन्छ नि त चाहिन्छ किन लाइट हुँदैन त्यो चाहिन्छ त्यो त अब सकेको चाहिन्छ म जस्तो अराजकको एक्टर पायो भने चाहिँ तिमीहरूले गर्नु पाउँदैन सक्दैन म जस्तो पायो भने चाहिँ त्यस्तो सहयोगको धेरै आशा नगर्नु मेरो पनि त्यो सागर र सिद्धार्थको क्यारेक्टरको फरक चाहिँ औँठीबाट मैले बनाएको छु क्या सो लाइक सागर चाहिँ उसको डोमिनिङ साइड चाहिँ राइट साइड हो क्या त्यो उसको राइट ह्यान्डले भएर उसको राइट साइड डोमिनेन्ट हो त्यही भएर उसको अलिक धेरै औँठी यहाँ हुन्छ एउटा चाहिँ फर्स्ट सिनमा चाहिँ विवाहको औँठी हुन्छ अभियसली लाउनै पऱ्यो मैले बनाएको अनि यहाँनिर अनि अर्को औँठी हुन्छ तर अब सिद्धार्थमा आउँदाखेरि अब यो औँठी त हटिहाल्छ अनि त्यतिखेरको एउटा पुरानो टाइपको औँठी छ त्यो चाहिँ मेरो लेफ्ट हातमा हुन्छ क्या सो लाइक
सागरमा चाहिँ राइट हुन्छ सिद्धार्थमा चाहिँ लेफ्ट हुन्छ क्या त्यसरी डिस्टिङ्ग्विस गरेको कस्तो आफ्नो आफ्नो इन्ट्रेस्टिङ तरिकाहरू रहेछ है जस्तो हाम्रो त स्मार्ट वाच पनि अब हामीले अहिले चाहिँ लगाइरहेछ तर अब त्यो क्यारेक्टरमा जाँदाखेरि चाहिँ खोल्छौँ नि त्यसले पनि धेरै अन्त स्मार्ट वाच लाउन नभ्याउने अनि त्यसपछि मोबाइलै बोकेर छिर्छु मोबाइल यो चाहिँ हुन्छ यहाँनिर मोबाइलै बोकेर छिर्छु अब यस्तो पनि भयो नि त स्मार्ट वाच चार्जमा लगाउन राख्यो भन्ने पनि हुन्छ नि त अघि लुना भाउजूको कुरा गर्दाखेरि ठ्याक्कै मैले सम्झिहालेँ लुना भाउजूले चाहिँ ड्रेसको सजेसन चाहिँ मलाई पनि दिनुभएको थियो कतिसम्म चाहिँ यो गर्दा हुन्छ र त्यो भनेको कसरी आइरहेछ ब्याक सपोर्ट चाहिँ हो अनि कपालमा कपाल काट्न गएको कपालमा कपाल काट्न गएको नाटकको टिकट मैले भने 300, 500, 1000 भने अनि 5 दिन्छु भन्दा नाटक हेर्न आएन होइन अनि त्योभन्दा अगाडि चाहिँ के भन्यो भने हामीलाई के अरे सपोर्ट पो गरिहाल्छन् कि भनेर कुरा पनि गऱ्यौँ सुरुमा चाहिँ नेपालको कस्तो कस्तो ठुल्ठुलो हिरोइनहरूलाई त कस्तो कस्तो सुपरस्टारलाई सहयोग गरेको छ त नाटकलाई के गर्थ्यो भन्यो होइन अनि त्यहाँदेखि नै मेरो दिमाग पुरै भइसक्यो होइन एक चाहिँ कपाल काटे अनि कपाल काटेको पैसा तिर्न गएको 1000 रुपियाँ भन्छन् है अनि म त यो बेर कपाल यति अलिक छोटै थियो सुत्त मात्रै छोटो बनाएको क्या 5 मिनट पनि लागेन होला हेर अनि म त थुक्क बरु त्यो सलुनमा गएको भए अर्को गएको भएदेखि म आफै पनि काटिदिन्थेँ भन्दै आएँ अन्त मैले भन्न खोजेको चाहिँ कहाँनिर भने हामी चिया खाएको पनि 40 रुपियाँ दिनुपर्छ कफी खाएको पनि 200 दिनुपर्छ अनि कपालमा कैँची छोको मात्रै 1000 रुपियाँ दिनुपर्छ अनि यहाँ आएर हामीले 300 भनेको 300 त हामी चिया खान बस्दै जान्छौँ नि त 300 को टिकट काट्नु भन्दाखेरि चाहिँ हाम्रोमा यति छ कि नाटक हेर्न कसले टिकट त्यो पनि 300 त सहुलियत विद्यार्थी सहुलियत हो नि त त्यो पनि अब हामीले अब चिनिरहेको भएर त्यति सहुलियतमा पनि विद्यार्थी नभए पनि गर्छौँ तर अफिस त्यो त खासमा विद्यार्थीलाई भनेर बनाएको नि त्यो अनि त्यो चाहिँ हो होइन म चाहिँ एकदमै रिक्वेस्ट गर्न चाहन्छु किनभने एक त थिएटर कम भइसक्यो अझै पनि थिएटरमा कतिजनाले काम गर्छन् कहिलेसम्म काम गर्छन् थाहा छैन अब यो खासमा हामी एक्टर कुरा गर्न लागे पनि यो कुरा पनि हामीसँगै जोडिन्छ नि त होइन किनभने हामी यहीँबाट बाँच्नुपर्छ नि त यहीँबाट सर्भाइभ हुनुपर्छ नि त अनि मैले भनेको चाहिँ त्यो कुरा हो क्या मुभी हेर्नु भनेको नाटक हेर्नु भनेको त हेर्दिनका लागि हाम्रो लागि हेर्ने होइन नि त जस्तो लाग्छ तपाईँहरूले टिकटमा चाहिँ सहुलियत माग्ने कोसिस नगर्नु होला मेरो साथीहरू पनि या परिवार पनि कोही पनि माग्ने हुन्छ भने नआउँदा पनि हुन्छ त्यो विकल्प पनि छ ट्राभल गर्नै बाँकी छ कति भमिट गर्न बाँकी छ अनि त्यसपछि यहाँ मात्र हो र हाम्रो अहिले इन्टरनेसनल ट्राभल अन्तर्राष्ट्रिय ट्राभल गर्न बाँकी नै छ यस लास्टमा भन्नुभएको थियो अगाडि नै भनिदियो लास्ट नै हो अन्तिम कुन कन्ट्री रे दिदी जर्मनी हामी जर्मनी जान्छौँ अनि जर्मनीको 2-3 वटा ठाउँमा परफर्मेन्स गर्छौँ क्या र त्यस पछाडि हामी जान्छौँ डेनमार्क अनि स्विडेन वाउ भन्ने छ अहिलेसम्म द्याट विल बी गुड है खतरा हुने वाला छ तिमीहरूको गाइड हुन्छ नाटकमा मात्रै होइन युरोपको तर ओभरअल एकदमै ग्रेटफुल फिल भएको छ मलाई चाहिँ किनभने शिल्पीको टिमसँग जोडिएर जहाँ चाहिँ जहिले पनि हुन पाए हुन्थ्यो शिल्पी भनेको त मेरो लागि होम अवे फ्रम होम जस्तै नै हो नि त अब केही पऱ्यो भने ल शिल्पी जाऊँ न त भन्ने जस्तो ठाउँ भएको भएर पनि अनि यहीँको टिमहरूसँग यहीँको साथीहरूसँग अब गार्जेन हुनुहुन्छ सरसँग होइन यसरी बाहिर जान पाउँदा आफ्नो त्यो पनि काम लिएर क्या घुम्न त गइन्छ होला पछि केही संयोगले मिल्यो भने पुगिन्थ्यो होला तर काम लिएर जान पाउनु भनेको चाहिँ एकदमै कस्तो बेस्ट फिल हुने रहेछ क्या अनि यो कुरामा चाहिँ मलाई एकदमै म कृतज्ञ छु शिल्पी परिवारप्रति नेपालभित्र पनि जान्छौँ हामी 10 वटा नेपालको पनि त्यसमा अनि नेपालको जिल्लामा चाहिँ धेरै वमिट गर्नेवाला छु सबैभन्दा शिल्पीको सोसियल मिडिया चाहिँ यस्तो एक्टिभ भएको छ त्यो रूपेशजीको कारणले नकाट्नु तपाईँ फेरि यो किन होइन तर अहिले ठ्याक्क शिल्पीकोमा चाहिँ कस्तो माहौल मिलेको जस्तो खालको सब कुराहरू कम्प्याक्ट ग्रुप हैन अनि अब यहाँ बसेर हाम्रो प्रेमजीले माथिबाट हामीलाई लाइट दिनु भएन अनि हामी यसरी देखिँदैनौँ हाम्रो रबिनजीले ब्याक स्टेजमा बसेर लाइट गयो भन्नुभयो अनि त्यो नाटकले अधुरो हुन्छ अनि अनुपजी सुशीलाजीले हामीलाई म्युजिक बजाइदिनु भयो भने हाम्रो फिलै जान्छ अब युवराज सरको त कुरै नगरौँ
धनराजीले फोन गर्नुभयो भने हामी टाइममा आइपुग्दैन धनराजीले फोन गर्नु भएन भने होइन धनराजी पनि यहाँ ब्याकेसनमा कुद्नु भएन कुद्नु भएन भने हाम्रो नाटक कम्प्लिट हुँदैन ओभरअल हेमन्त माम अब कुमार सर सबैजनाको आफ्नो आफ्नो तरिकाको क्याफेमा कफी बनेन भने पनि एनर्जी आउँदैन। कविता बिना हाम्रो तर कस्तो सबै कता कता जोडिएन कसको नाम छुट्यो ए हाम्रो रेवादीले हामीलाई खाना पकाइदिनु भएन भने हामी यहाँ भोकभोकी नाटक गर्नुपर्छ यस्तो छ गाह्रो छ अहिले यो सबै नाटकमा नाम लिनुको कारण चाहिँ के हो भने स्टेजमा आउनको लागि ब्याक सपोर्ट कति ठुलो छ भन्ने कुरा चाहिँ एकदमै सम्झिनु मन लाग्ने हुन्छ अब यस्तै छ आज चाहिँ मैले डायलग भन्दै थिएँ होइन अगाडिबाट ताली बज्यो अनि मैले के गरेँ थाहा छ हामी त हेर्नै तर हामीले ब्याक स्टेजमा थाहा त पाएको थियो नि ल ताली बज्यो भनेर तर कस्तो मिस हुन्छ क्या हजुरहरूको सिन अनि म त यसो आज चाहिँ यसो गर्दैन थिएँ हद्द खतम मैले के हुन्छ गर्दिनँ मलाई त एउटाले यस्तै यस्तै हात हल्लाइरहेको थियो तपाईँ जानुभयो नि म यस्तो हेर्दै थिएँ नि उताबाट कुनाबाट यस्तो यस्तो गर्दै थिएँ एउटाले त्यस्तो हुन्छ अनि अब कहिले काहीँ ह्यान्डसम मान्छेहरू अगाडि बसेको छ होइन आउनुहोस् धेरै ह्यान्डसम मान्छेहरू अब जरुरत छ हाम्रो थिएटरमा आउनुहोस् नाटक हेर्नको लागि होइन यो चाहिँ पवित्राले भने होइन है भूमिले भने त्यो क्याफेमा भन्नुहुन्छ नि खै यो क्याफेमा त काम लाग्ने केटाहरूले देख्दिनँ मलाई पर्दैन क्या म त ठिकठाकै छु जस्तो लाग्छ उसलाई ठिकठाकै जस्तो लाग्छ अरे कि फेरि भ्रम पनि एउटा रोमाञ्चक खालको भ्रममा बाँच्नु विकल्पै भ्रम रहेछ त यो त विमोक्षको होइन विमोक्षको त्यस लस्ट एन्ड फाउन्डको यात्रा रमाइलो हुँदैछ यस्तै एक्सपिरियन्स भइरहेको छ हाम्रो अब 2600 वर्ष अगाडिको कथालाई अहिलेको समयसम्म कसरी कनेक्ट गरेर स्टोरी टेल गर्न सकिन्छ कथा भन्न सकिन्छ भन्ने कुरामा चाहिँ हामीले धेरै त बुझेको छैन मैले धेरै त बुझेको छैन तर जति बुझिरहेछ त्यो धरातलमा बसेर काम गर्ने कोसिस गरिनेछ अहिलेलाई यति नै हो थकित भइन्छ काम्नुपर्छ स्टेपहरू ल्याउनुपर्छ तर त्यो थकित पनि यो स्टेजमा आइसके पछाडि फेरि एनर्जी यो चाहिँ थिएटरको अर्को पावर हो अनि यो सबैजना साथीहरूको अब राम्रो काम भइरहेछ जस्तो लाग्छ मलाई सबैजना ओभरअल जर्नी इन्जोय गरिराखेको छ सेल्फ इन्जोय चाहिँ भइरहेछ त्यही नै होला कि सायद हामी यत्रो वर्ष इन्डस्ट्रीमा टिक्नुको मेरो पर्सनल है बस्नु किनभने म त त्यत्रो घर रिटर्न भएर 1 वर्ष बसेर फेरि होइन मेरो लागि चाहिँ यही नै हो म बाहिर काम गरेर सर्भाइभ हुन चाहिँ सक्ने रहेछु नसक्ने चाहिँ होइन तर जति यहाँ आउँदाखेरि त्यो सुकुन त्यो खुसी मिल्छ त्यो चाहिँ घर बसेर नमिल्ने रहेछ दुःख त छ तर खुसी चाहिँ छ क्या यो कुरामा अनि त्यो इन्जोय गरिराखेको छ खुसी भइराखेको छ कामलाई लिएर त्यही नै हो इम्पोर्टेन्ट कुरा मेरो लागि चाहिँ जस्तो लाग्छ ओभरअल लस्ट एन्ड फाउन्डको जर्नी मेरो लागि एकदमै रमाइलो भइरहेछ अनि दुःख छ भने बित्तिकै फेरि मलाई दुःख छ भन्ने आइहाल्छ जीवनै दुःख हो भनेर अब बुद्धको नाटक गरिरहेछ यसलाई स्वीकार नै गर्नु पर्यो अब अस्वीकार गरेर जानु कहाँ बुद्धको विचार मार्ने कुरो पनि त भयो होइन बुद्धको विचार आफ्नो विचार पनि त्यही हो नि त अब दुःख छ के हो जीवनै दुःख हो भागेर जान सकिँदैन गरेर खानु पर्यो नाटक गर्नु पर्यो त्यो त भावुक भयो होइन साँच्ची भनेको होइन मैले साँच्चीकै सोचेँ क्या यो नाटकले अलिकति पाठ पढाएको यो कुरा पनि होला किनभने कहाँ जानु जाने ठाउँ काहीँ पनि छैन यही नै हो होइन जहाँ गए पनि मैले बाहिरै काम गरेँ पनि सुहानाले भने जस्तो भातमै खाउँला हिँड्नुला ल म भोलि गाडी नै किनौँला तर गर्ने त मेरो इच्छा कहाँ छ भन्ने कुरा चाहिँ हुन्छ होला जस्तो लाग्छ मलाई अनि त्यो इच्छा भएकै मान्छे मात्रै भेट्नु हुन्छ जस्तो लाग्छ बुद्धले त्यत्रो दरबार त त्यागे हामी त के छ र बनाएर नाटक गरिरहेको छ म कि तपाईँ नाटक हेर्न आउनु र धन्यवाद लस्ट एन्ड फाउन्ड शिल्पी थिएटरमा चलिरहेको छ रुपेशजी तपाईँलाई धन्यवाद यस्तो कुरा गर्ने माहौल मिलाइदिनु भयो यो पनि राख्नु नकाट्नु फेरि